रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा रहेको सबैभन्दा पुरानो र जेठो क्याम्पस खलङ्गा बहुमुखी क्याम्पस विक्रम सम्वत 2037 सालमा स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पस औपचारिक रूपमा 2075 साल चैत 5 गतेदेखि मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत उत्कृष्ट आङ्गिक क्याम्पसको रूपमा सञ्चालनमा रहेको छ। स्थापनाकालको 38 वर्षपछि मध्यपश्चिम विश्वविद्यालय मातहतमा रहने गरी पूर्ण सरकारी विश्वविद्यालयको रूपमा यो क्याम्पसलाई हस्तान्तरण गरिएको थियो, जुन क्याम्पस लामो समयदेखि उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको पहिलो रजाइमा रहेको छ, जहाँ स्नातकदेखि स्नाकोत्तरसम्मको अध्यापन हुने गरेको छ। यही क्याम्पस जसले जेठ 15 र 16 गते ऐतिहासिक गरिमाका साथ प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन मूल आयोजकका रूपमा भव्य रूपमा सम्पन्न गर्यो। मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, न्यू मुनलाइट बोर्डिङ स्कुल र विजयश्वरी बोर्डिङ स्कुलले समेत यस सम्मेलनलाई सफल पार्न सह-आयोजकको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे, जहाँ त्रिवेणी गाउँपालिकाले यस सम्मेलनलाई अझ भव्य बनाउन पञ्चेबाजा र मयूर नाच प्रस्तुत गर्यो। कर्णालीमा समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्धनका लागि उच्च शैक्षिक संस्थाहरूको भूमिकालाई मूल विषय बनाउँदै यसपटक मुसिकोटमा राष्ट्रिय स्तरको सम्मेलन आयोजना गरियो। 2 दिनसम्म चलेको यो सम्मेलनमा 100 भन्दा धेरै शैक्षिक क्षेत्रका अनुसन्धानकर्ता एवं प्राज्ञिक व्यक्तित्वहरूको उत्साहपूर्ण उपस्थिति रह्यो, जुन सम्मेलनमा सहभागिता जनाएका शैक्षिक क्षेत्रका दिग्गजहरूले शैक्षिक क्षेत्रका खोज अनुसन्धानमूलक गतिविधिहरूलाई सिकाइ अनुभवका रूपमा आदान प्रदान हुने गरी प्रस्तुतिकरण गरे। I have conducted my article in the topic the role of mother tongue in English language teaching, especially when we teach English subject. Is it better or not to अन्य पक्षसँग पनि यसको चाहिँ सम्बन्ध रहेको छ र खासमा यो हाम्रो हेल्थ यो चाहिँ चुनौती अर्थात् यो समस्याहरूमा देखिएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीको लागि नियमित उपस्थिति र प्रविधि आधारित सिकाइ समयको पहुँच अत्यन्तै चुनौतीपूर्ण रूपमा रहेको छ। सम्मेलनको प्रस्तुतिकरणमा 30 भन्दा बढीले भौतिक उपस्थितिमै आफ्ना अनुसन्धानमूलक प्रस्तुतिकरण र 77 भन्दा बढीले भर्चुअल मार्फत आफ्ना प्रस्तुतिहरू राखे। सम्मेलनमा अनुसन्धानकर्ताले मुख्यतः 3 वटा विधामा रहेर अनुसन्धान प्रस्तुत गरेको क्याम्पस प्रमुख डम्बर खड्काले बताए। यस ऐतिहासिक बहुविषयक राष्ट्रिय सम्मेलनमा सहभागी भएर खोजमूलक प्रस्तुतिकरण राख्ने सबै अनुसन्धानकर्तालाई आयोजकले प्रमाणपत्र र मायाको चिनो समेत प्रदान गर्यो। पहिलो पटक यस प्रकारको सम्मेलन आयोजनाले शैक्षिक क्षेत्रको पारस्परिक विकाससँगै सिकाइ अनुभव आदान प्रदान भएको निष्कर्ष निकालिएको छ।